ओइ तर लाल यसलाई फेरि भोलि टिकटकमा हान्नु उसमा हान्नु दाजु सेलाउँछ कि हाल्नु न ढेँडो सेलाउँछ कि होइन ढेँडो सेलाउने हल्लै हल्लै हाल्नु है बटुकोमा हाल्ने के म त उसमै तिम्रो नानी बटुकोमा आउँदाखेरि आफूले पहिला खाने अनि अझ लगाए झोल झोल टन्न हाल्नुहोस् त चियाप्पा खानुपर्छ अब बिसमन्दा खा त दाइ म मात्र दाइ भन यार हो ओहो नुन कम भएछ यार मजै आएन यार भएछ यार मजै आएन यार यो बोक्रालाई ओ भएछ यार मजै आएन यार यो बोक्रालाई त्यो कपडा पनि त फाल्नु तलतिर फाल्नु ले है दादा कहिले पहिले भ्याएर आफूले पहिले खाएर नि कहिले पहिले भ्याएर दामी भयो ल नुन अलिक ठिक छ त नुन दाल हाल्नु अहिले ठिक छ नि कुरो त्यसो नि कुरो यार नटी धेरै देखिनु त बिस्तारो बिस्तारो लाखे लाखे नाच्यो यो ढेँडोलाई अब भोलिसम्म धान्छ त्यसका लागि अझै बाख्राको मासु त ठिक छ त खालि कुखुरासँग तिमीहरूलाई म जित्छु क्या हो ए त्योभन्दा यो ठिक छ कि एकदम मिठो हाल्यो नेपालतिर कुखुरा खाए जस्तो हो क्या अनि ढेँडो झिक ए मलाई पुग्छ झिक झिकै ढेँडो खानु पुग्छ पुग्छ खामला नि त्यो टिफिन ल्याउनु त बाजे त्यो त अर्को ल्याउनु अरूले यत्र यत्र ढेँडो गाँस हाल्छ है माटो मै आत्तिन्छु यार एकैचोटि हाल्छ त्यो माटाहरू 3 गाँस भएको थियो यो ढेँडो खाएपछि ढेँडो खाएपछि भात खानै पर्छ अरे हो र एक गाँस त भात खानु पर्छ हार सरस्वतीले भात भात ढेँडो खाएपछि भात नखाइ जानै उठ्नै दिन्न एकपल्ट त भातै खानु पर्छ बाग्लो थोरै भात हाल्नु न खायो त ढेँडो खाएपछि भात खायो तिमी कान्छा जाला दमौलीमा गएको अरे के काम परेर साथी थियो अरे अनि ढेँडो खानिदियो अरे अब त बागलुङतिर भात खानु के अरे बानी सिस्टम ढेँडो खाएर भात दिला भनेर बस्दा बस्दा आएर ढाड थालो थाल लगाएर हेरेको अरे भात हँसा लाग्यो बागलिङतिर चाहिँ भात खाने चलन उसले पनि पर्खेर बसेको बिचरा बस न भ्याइस
ठुलै छ दाजुको नि भ्याइयो है ढेँडो चाहिँ भ्याइयो भ्याइयो लोकल छ ढेँडो लोकल भयो 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 बोल्दैन के म त यता कसलाई म आफै ढिलो खानु खाँदै लाउने अलिकति एक गाँस त स्वाद आयो ल पसिनै छुट्यो यार म्याच मलाई त ठिक छ मलाई त झन्डै चर्को पो एक थाप्रा ढेँडो खाइयो ढेँडो पछि अब फेरि पनि भात हान्दैछौँ नियम कानुनसँग चलेको यो ल पार्नु नि त अलिअलि धेरै छैन कि उता यता कर्ण कच्चा म यहाँ मलाई ऊ भएको थिएँ कसरी लोथार्नु यसो ऊ त बिच हो त अलिअलि छोयो हो त्यसो हो यो भोलि बेगर यसको कर्म काण्ड हुँदैन नेपालमा जस्तै भयो 12 बजे बेला हान्नेमा मा धन्न डढी गयो नि त कुद्देर गएको धन्नै डढी गयो छिटछिट खाना हेर्नु त नेपालको यस्तो स्वाद आयो कुखुराको मासु हाल्दा अस्ति भर्खर म आउँदाखेरि सुरु लोकल कुखुरा भनेर काँडा खाँदाखेरि चाहिँ त्यो दिन थियो त्यसपछि लोकल भन्दा के भन्नु बक्खलाको मिठो लाग्थ्यो त्यो जानु बिस्तारै जाउँ भने आज 20 तारिक होइन यो भिजाउँदै गर्छु है उठ्नु भएको रे भिजाउँदै गर्नु पानी पिउने भयो भोलि पिउनुहोस् भोलि मात्र यसलाई काण्ड पुस्छ धुने एकदिन पर्खिँदै खानु म त भ्याएँ त्यसले पनि भ्याएँ ढोलान्छ अलि ढोलाउ गजब छ झोलको माछा पेट अगाउँदा पनि माछालाई मुखै अघाइने खाउँ त मेरो ढोल अनि टेस्ट पनि एकदम मिलेको छ क्या स्वाद धेरै खानु भनेर क्या धेरै खानु भनेर उ गरेर पकाएको नि हिजो अस्ति पकाएको पनि त्यो कुकर हालेर खल्लो भयो खुर्सानी ठिक्क नुन ठिक्क खोर्सानी पनि चर्को छैन नुन पनि चर्को छैन होइन ल आजलाई यति नै भिडियो इन्ड